हे गाइज वेलकम ब्याक दिस भिडियो लङ टाइम आफ्टर फेरि पनि मोबाइलको फोटो एडिटिङ सम्बन्धीको भिडियो बनाएर आएको छु। तपाईले पनि यस्तो खालको फोटो एडिटिङ गर्न चाहनुहुन्छ भने यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। ल आउनुहोस् मैले आफ्नो मोबाइलको स्क्रिनमा तपाईलाई फोटो एडिटिङ गरेर देखाउन गइरहेको छु। लेट्स गो। मैले आफ्नो मोबाइलको होम स्क्रिनमा आएको छु। आफ्नो मोबाइलको होम स्क्रिनमा आइसकेपछि मैले यहाँनिर आफ्नो फोटोज अथवा ग्यालेरी ओपन गर्नेछु। तपाईँ देख्न सक्नुहुनेछ। म ग्यालेरी ओपन गरिसकेपछि यसको लागि तपाईले यसरी एउटा फोटो सिलेक्ट गर्न पर्छ। तपाईँ देख्न सक्नुहुन्छ मैले यहाँनिर एउटा फोटो इक्जाम्पलको लागि यो फोटो सिलेक्ट गरेको छु। त्यसपछि तपाईँ एडिटमा गएर यसलाई यतापट्टि तपाईँ देख्न सक्नुहुन्छ तलपट्टि यो एक्सन लेखेको छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा एक्सनमा क्लिक गरिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ एउटा लेफ्ट साइडमा फर्स्टमै यो म्याजिक इरेजर लेखेको छ। यो म्याजिक इरेजरमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यो म्याजिक इरेजरमा क्लिक गरिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ जुन फोटो यो तरिकाले चाहिँ क्रप गरिसकेपछि अब तपाईँले एकैछिन हेरेर होल्ड गर्नुपर्ने छ। अब भने तपाईँले देख्न सक्नुहुन्छ फाइनल्ली यो अब भइसकेको छ, क्रप भएर तयार भइसकेको छ। तपाईले पनि आफ्नो यस्तो समूहमा खिचेका फोटोहरू कहीँनिर हुँदाखेरि यो सेटिङ गरेर चाहिँ फोटोलाई चाहिँ एडिट गर्न सक्नुहुन्छ। यति बेलासम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद। यदि तपाईँलाई भिडियो मन पर्यो भनेपछि लाइक कमेन्ट सेयर गर्ने अवश्य गरिदिनु। हवस् त, बाइ।